बालेनले हाकिम थर्काएपछि तात्यो अख्तियार। ओली, देउबा र प्रचण्डका विश्वास पात्रमाथि अख्तियारले घुमायो सुइरो। प्रचण्ड पुत्री गंगा दाहाललाई भराइयो 13 पृष्ठको फारम। 3 पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवका रूपमा लामो समय शक्ति अभ्यास गरेका 3 शक्तिशाली पात्रहरू यतिबेला गैर कानूनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धानको घेरामा परेका छन्। पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र स्वकीय सचिवहरू राजेश वज्राचार्य, भानु देउबा र गंगा दाहालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको प्रक्रियालाई तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणको अध्ययन सकाएर सम्बन्ध कसुरको थप छानबिनका लागि फाइल हस्तान्तरण गरेपछि अख्तियारले निजामती र प्रहरीको विशेष संयुक्त टोली खटाएर यतिबेला अनुसन्धानको सुइरो उनीहरूतर्फ फर्काएको छ। 3 जना पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको बैंक खाता, शेयर लगानी, सवारी साधन खरिद, घर जग्गाको स्वामित्व तथा व्यावसायिक साझेदारीताको यथार्थ विवरण पठाउन नेपाल राष्ट्र बैंक र मालपोत कार्यालय सहित 20 भन्दा बढी सरकारी तथा वित्तीय निकायहरूलाई औपचारिक रूपमा पत्राचार गरिएको छ। 3 पूर्व प्रधानमन्त्रीका मुख्य सहयोगीको सम्पत्ति र अस्वाभाविक बैंकिङ कारोबारको फेहरिस्त संकलन भइरहेको छ भने उनीहरूलाई जुनसुकै बेला पनि बयानका लागि उपस्थित गराउने अन्तिम तयारी अख्तियारले गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका स्वकीय सचिव भानु देउबा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य र पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहाललाई 13 पृष्ठ लामो सम्पत्ति विवरण फारम भराइसकिएको छ। उक्त फारममा बैंक खाता, शेयर, घर जग्गा, सवारी साधन, ऋण, वैदेशिक यात्राको विवरण, परिवारका सदस्यको नाममा रहेको चल अचल सम्पत्ति र विभिन्न कम्पनीमा गरिएको लगानीको सम्पूर्ण फेहरिस्त माग गरिएको छ। उनीहरूले फारममा उल्लेख गरेको विवरण र विभिन्न निकायहरूबाट आएका आधिकारिक तथ्याङ्कहरू दाँजेर सूक्ष्म छानबिन गर्ने काम भइरहेको छ। यस्तै पूर्व प्रधानमन्त्री दाहालकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल र उनका पति एवं कोशी प्रदेशका मन्त्री जीवन आचार्यको आर्थिक कारोबारमाथि पनि अनुसन्धान अधिकृतहरूले तीव्र निगरानी अघि बढाएका छन्। गत 24 भदौको राजनैतिक विध्वंसका क्रममा ललितपुर स्थित निवासमा भएको आगजनी र लुटपाटपछि बरामद गरिएका खरानीको अवशेष जाँच गर्दा ठूलो परिमाणमा नगदका अंश भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो CIB र सम्पत्ति शुद्धिकरण विभाग हुँदै यो मामला अख्तियारमा पुगेको हो। सत्ता र शक्तिको निकट रहेर वर्षौंसम्म प्रभाव जमाएका यी पात्रहरूमाथि विगतमा पनि गम्भीर आर्थिक अनियमितता र भ्रष्टाचारका आरोपहरू